यो कथाको शीर्षक छ त्यो रात। त्यो साँझ म अफिसबाट फर्किँदै थिएँ। थाकेको शरीर र अझ थाकेको मन। सहर झिलिमिली थियो, तर मेरो मनभित्र भने अँध्यारो नै अड्किरहेको थियो। म आफ्नै सुरमा हिँडिरहेको थिएँ। हरेक दिन म त्यही बाटो भएर हिँड्दा थरी थरीको मान्छे देख्थेँ। तर त्यो दिन अचानक मेरो आँखा उसमा पर्यो। सडकको छेउमा अलि अँध्यारो कुनामा उभिएकी, बैजेनी रङको कुर्ता लगाएकी, कालो साइड ब्याग भिरेकी, आँखामा गहिरो थकान बोकेकी। मेरो पाइला रोकिन पुग्यो। एकछिन म उतिर हेरिरहेँ। बोल्न मन लाग्यो, तर बोल्न सकिनँ। 10 मिनट जति म टोलाइरहेँ। ह्या जे परे पर्ला, म बोल्छु भनेर सोचेँ। सायद केही अप्ठ्यारोमा पनि त हुन सक्छ भनेर मेरो मनले सोच्यो र उसको नजिक गए। किन अँध्यारोमा बसेकी तिमी? तिमी ठिक त छौ नि? मैले सोधेँ। ऊ हल्का मुस्कुराइन्। ठिकै छु भनिन्, तर त्यो मुस्कान पुरै साँचो थिएन। केही बेरपछि उसले भनिन्, जाने हो? म अचम्ममा परेँ। कहाँ जाने? मैले सोधेँ। ऊ शान्त स्वरमा भनी, 1 घन्टाको 1000, पुरै रातको 6000। मैले कुरा बुझेँ। ऊ एक यौनकर्मी रहेछिन् भनेर। केही सेकेन्ड म चुप भएँ। मलाई लाग्यो त्यो केवल पैसा थिएन, त्यो उसको बाध्यता बोलिरहेको थियो। मैले एकछिन भने, म रुममा भाइसँग बस्थेँ। भाइलाई कल गरेँ। भाइ, आज साथीको बर्थडे छ, म रुममा आउँदिनँ भने। हामी पुरै रात बसौँ न है? मैले भने। उसले हुन्छ भनिन्। हामी होटेल खोज्दै गयौँ र एउटा होटेलमा पस्यौँ। त्यहाँ कुरा गरेर हामी कोठातिर लाग्यौँ। कोठामा पुगेपछि ढोका बन्द भयो। मलाई डर पनि लागिरहेको थियो। मैले सोधेँ, तिमी बियर पिउँछौ? उसले भनिन्, कहिलेकाहीँ थोरै। मैले 3वटा बियर मगाएँ। बियर खोलेर 2वटा ग्लासमा हालेँ। हामी कुरा गर्दै बियर पिउन सुरु गऱ्यौँ। हल्का हल्का बियरले छोयो। मैले उसको नाम सोधेँ र उसले पनि मेरो नाम सोधिन्। कुरा अगाडि बढ्दै गयो। हामी नजिक हुँदै गयौँ। क्षणभरमै हामीले आफआफ्नो पीडा बिर्सिन खोज्यौँ। ढोका बन्द थियो र बाहिरको संसार त्यहीँ रोकिन पुग्यो। कोठाभित्र शान्त थियो। ऊ मेरो अगाडि उभिन्, बैजनी कुर्तामा, आँखामा थोरै डर र मनभित्र धेरै कुरा। म बिस्तारै उसको नजिक गएँ। उसको सास मलाई महसुस हुँदै थियो। मैले उसको हात समातेँ। चिसो थियो। ऊ केही बोलिनन्, तर बिस्तारै मेरो नजिक आइन्। त्यो क्षणमा हामी बीचको दूरी आफै हरायो। उसले टाउको मेरो छातीमा राखिन् र मैले उसलाई अँगालो हालेँ। त्यो अँगालो अजीबको थियो। उसले बैजनी कुर्ता छेउको टेबलमा राखिन्। मेरो मनको कठोर हिउँ बिस्तारै पग्लिन थाल्यो। बिस्तारै हामी एकअर्कामा हराउँदै गयौँ। समय रोकिए जस्तो लाग्यो। साससँग सास मिसियो। त्यो केवल शरीरको भेट थिएन, त्यो दुई एक्लोपनको क्षणिक सहारा जस्तै थियो। लाज शरम केही बाँकी थिएन। केही बेरको त्यो क्षणबाट हामी रोकियौँ। ऊ फेरि मेरो छातीमा टाउको राखिन्। बिस्तारै मैले सोधेँ, तिमी किन यस्तो काम गर्छौ? उसको आँखाबाट आँसु झर्न थाल्यो। घरबाट काठमाडौँ पढ्न आएको थिएँ। उसको आवाज काँपिरहेको थियो। तर यहाँ बाँच्न धेरै गाह्रो भयो। खाना लाउन मलाई कलेज पढ्न गाह्रो भयो। अनि मसँग अरू कुनै बाटो रहेन। उसको कुराले म निकै भावुक थिएँ। यस्तै यस्तै कुरा गर्दै रात बित्यो। बिहान भयो। झ्यालबाट घाम पस्दै थियो। ऊ उठिन्।
बैजनी कुर्ता फेरि लगाइन्। म पनि उठेँ। मैले आफ्नो खल्तीबाट पैसा निकालेर उसको हातमा राखिदिए। उसले मेरो हात समातिन् एकछिनसम्म। हजुरले मसँग यौन मात्र होइन, मेरो जिन्दगी नै बुझिदिने भयो। मेरो मन भारी भयो। अरू ग्राहकहरूभन्दा हजुर धेरै फरक हुनुहुन्छ। यति भनेर ऊ ढोकातिर गइन् र बिस्तारै निस्किन्। म पनि केही समयपछि ढोकाबाट बाहिर निस्किएँ। होटलको रिसेप्सनमा पुगेँ। त्यहाँ रिसेप्सनको केटीले मलाई हेरिन् र भनिन्, सर, हजुरसँग बस्नुभएको दिदीले तपाईँलाई यो दिनुभएको थियो। उसले सानो एउटा सेतो कागज मेरो हातमा दिइन्। मेरो हात अचानक भारी भयो। मैले कागज खोलेँ। त्यसमा लेखिएको थियो, धेरै भइसक्यो मेरो बाबा अस्पतालमा हुनुहुन्छ। पैसाको अभावले गर्दा म यो काम गर्न बाध्य भएँ। बाबा निको हुने बित्तिकै म यो काम छोड्नेछु। म नराम्रो मान्छे होइन, केवल परिस्थिति नराम्रो थियो अनि मलाई बिर्सिनुहोला। त्यो पढ्दा मेरो आँखा आफै भरियो। मेरो हात काँपिरहेको थियो। म होटलबाट बाहिर निस्किएँ। सहर उस्तै थियो। बिहानीको घाम, मान्छेहरू हिँडिरहेका थिए, तर मेरो मन भने आत्तिएको जस्तै थियो। आज पनि त्यो कागज मेरो पर्समा राखेको छु। कहिलेकाहीँ खोल्छु र पढ्छु। त्यही बाटो भएर हिँड्दा उसलाई भेटेको ठाउँ हेर्छु, तर त्यो दिनबाट कहिले उसलाई देखेन। बाटोमा बैजनी रङको कुर्ता लगाएको कोही देख्दा झस्किन्छु र उसलाई याद गर्छु। केही भेटहरूले हामीलाई केवल छुँदैनन्, हामीलाई भित्रैबाट बदलिदिन्छन्। र ऊ आज जहाँ भए पनि म सधैँ यही कामना गर्छु, उसको बाबा निको भएको होस् र उसले त्यो काम साँच्चीकै छोडेको होस्। समय बिस्तारै बग्दै गयो। मेरो जिन्दगी फेरि सामान्य जस्तै हुँदै थियो, तर त्यो रात अझै पनि म भित्र कतै जिउँदो थियो, अड्किएर बसेको थियो। हरेक दिन अफिसबाट फर्किँदा म त्यही बाटो हुँदै हिँड्थेँ जहाँ मैले उसलाई पहिलो पटक देखेको थिएँ। सायद ऊ भेटिन्छ कि भनेर त्यो अँध्यारो कुना अहिले पनि उस्तै थियो, तर ऊ कहिले भेटिनन्। कहिलेकाहीँ म पर्सबाट त्यो कागज निकाल्थेँ, उसका शब्दहरू फेरि पढ्थेँ। म नराम्रो मान्छे होइन, परिस्थिति नराम्रो थियो। यो शब्दले मेरो मनलाई हरेक पटक भारी बनाउँथ्यो। 7 महिनापछि एक दिन अचानक मेरो फोन बज्यो नयाँ नम्बरबाट। कल उठाए। हेलो भने। उताबाट हजुर चिन्नुभयो? त्यो आवाज म कहिले बिर्सिन सक्थेँ र? तिमी? मैले भने। ऊ हल्का हाँसिन्, तर यसपटक त्यो हाँसोमा पहिलाको जस्तो पीडा थिएन, अलिकति शान्ति थियो। मैले तुरुन्तै सोधेँ, तिमीले मेरो नम्बर कहाँबाट पायौ? ऊ केही सेकेन्ड चुप भइन्, फेरि बोल्न थालिन्। उसको आवाज हल्का काँपिरहेको थियो। त्यो दिन म रिसेप्सनमा गएँ र हजुरको फोन नम्बर सोधेँ। त्यहाँको केटीले सुरुमा दिन मानेकी थिएनन्, तर मैले धेरै कर गरेँ, धेरै सम्झाएँ, बल्ल पछि नम्बर दिइन्। ऊ फेरि केही बेर चुप भइन् र फेरि भनिन्, किनकि मलाई थाहा थियो हजुर जस्तो मान्छे मेरो जिन्दगीमा दोस्रो पटक नआउला। मलाई केवल एक पटक धन्यवाद भन्नु थियो। मेरो आँखा आफै भरियो, मन एक्कासी भारी भयो। अनि बाबा? मैले सोधेँ। अब निको भइसक्नु भयो, उसले भनिन्। त्यो सुन्दा मेरो मन एक्कासी हल्का भयो, जस्तो मेरो भित्रको कुनै अधुरो प्रार्थना पुरा भयो जस्तो लाग्यो। अनि मैले त्यो काम पनि छोडिसकेँ। अहिले म एउटा क्याफेमा काम गर्छु
र सँगै कलेज पनि पढ्दैछु। त्यो सुन्दा म केही क्षण बोल्नै सकिनँ। मनभित्रबाट एउटा शान्ति फैलियो। त्यसपछि हामी बिस्तारै नियमित जस्तो भेट्न थाल्यौँ। म प्राय त्यो क्याफेमा जान्थेँ। कफी पिउनु भन्दा पनि उसलाई एकछिन हेर्न भए पनि। ऊ काम गर्दै गर्दा कहिलेकाहीँ चुपचाप मलाई हेर्थे र हल्का मुस्कुराउँथे। त्यो मुस्कान अब साँचो थियो। कहिलेकाहीँ ऊ मेरो टेबलमा कफी राख्दै भन्थे, आज पनि आउनुभयो? म हाँस्थेँ र भन्थेँ, हो, कफी मन पर्यो। तर हामी दुवैलाई थाहा थियो म कफीको लागि गएको होइन। हामी धेरै कुरा गर्दैनथ्यौँ, तर चुपचाप बस्दा पनि एकअर्कालाई बुझ्ने अजीब किसिमको नजिकपन थियो। उसको बिदाको दिन हामी कहिलेकाहीँ सहरको भिडबाट टाढा घुम्न जान्थ्यौँ। एक दिन हामी चौबार डाँडा गयौँ। हावा हल्का चलिरहेको थियो। उसले बिस्तारै भनिन्, पहिले मलाई यो सहरले केवल दुःख मात्र दिएको जस्तो लाग्थ्यो, तर अहिले यही सहरले मलाई फेरि बाँच्न सिकाएको छ। मैले केही भनेन, केवल उसलाई हेरेर मुस्कुराइरहे। साँझ हुँदै थियो, आकाश रातो हुँदै थियो। उसले आकाशतिर हेर्दै भनिन्, जिन्दगी पनि यस्तै होला है, अँध्यारो आउनु अघि केही बेर यति सुन्दर देखिन्छ। त्यो सुन्दा मेरो मन एक्कासी बाहरी भयो। तिमी अब खुसी छौ? मैले सोधेँ। ऊ केही बेर चुप भइन् अनि बिस्तारै भनिन्, पहिला बाँच्न मन लाग्दैन थियो, तर अहिले बाँच्न मन लाग्न थालेको छ। ऊ दिनमा क्याफेमा काम गर्थे र बिहान कलेज जान्थे। कहिलेकाहीँ ऊ निकै थाक्थे, कहिलेकाहीँ आँखा रातो हुन्थ्यो, तर उसको आँखामा अब हार थिएन। एक दिन मैले सोधेँ, तिमी थाक्दैनौ? ऊ हाँस्दै भनिन्, थाक्छु, तर अहिले रोकिन मन लाग्दैन। त्यो सुन्दा मलाई थाहा भयो, अब ऊ बदलिसकेकी छे। तर जीवन सधैँ एकै जस्तो रहँदैन। एक दिन म सधैँ जसो क्याफे पुगेँ, तर ऊ त्यहाँ थिएनन्। आज उसको छुट्टी हो। मैले सोधेँ। क्याफेको स्टाफले टाउको हल्लायो। उहाँ त काम छोडेर हिजो राति गइसक्नुभयो। मेरो मन एक्कासी रोकियो। कहाँ? मैले भने। घर जानुभयो, स्टाफले भन्यो। मैले तुरुन्त फोन निकालेँ, उसको नम्बर डायल गरेँ। स्विच अफ भन्यो। मैले सोचेँ, मलाई भन्नु त पर्थ्यो। कतै जानु थियो भने दुःख पनि लाग्यो। तर फेरि सोचेँ, केही अप्ठ्यारो पर्यो कि यस्तै यस्तै मनमा नाना थरी कुराहरू खेल्न थाल्यो। त्यो दिन म धेरै बेर त्यहीँ बसिरहेँ। कफी चिसिँदै गयो। टेबल उस्तै थियो, तर मेरो अगाडि खालीपन बसिरहेको थियो। त्यो क्षणमा मैले फेरि महसुस गरेँ, केही मान्छेहरू हाम्रो जीवनमा बस्नको लागि आउँदैनन्, तर हामीलाई अलि राम्रो मान्छे बनाएर अचानक हराउँछन्। लगभग 100 चोटिभन्दा बढी कल गरे होला र 20-30 वटा जति मेसेज पठाए होला। साँझ पर्यो। निराश हुँदै म रुमतिर फर्किएँ। क्याफेबाट ऊ हराएको ठिक 1 हप्तापछि मेरो फोन फेरि बज्यो। हेलो, मैले भने। उसले हजुर भनिन् र त्यो आवाज यसपटक अझै थाकेको थियो। तिमी कहाँ छौ? मैले हतारिँदै सोधेँ। उसले बिस्तारै भनिन्, बाबालाई फेरि गाह्रो भयो, गाउँबाट काठमाडौँ ल्याए, अहिले अस्पतालमा छु। त्यो सुन्दा मेरो मन एक्कासी डरले भरियो। म तुरुन्त अस्पताल पुगेँ।
अस्पतालको सेतो पर्खालहरू, औषधिको गन्ध र उसको आँखामा फेरि फर्किएको डर। त्यसपछि म प्राय उसलाई भेट्न जान्थे कोठाबाट खाना लिएर, ऊ र उसको बाबाको लागि। ऊ भन्थे, यहाँ त खाना पनि कति महँगो छ। अनि मैले भन्थे, मेरो कोठाबाट म खाना बनाएर ल्याउँछु, तिमी चिन्ता नगर। पैसाको समस्याले उसलाई झन्झन थिच्दै गइरहेको थियो। मसँग जे जति हुन्थ्यो म सहयोग गर्थे, तर त्यतिले मात्र पर्याप्त थिएन। 1 महिना बित्यो। उसको बाबामा थोरै सुधार त थियो, तर ऊ भित्रबाट बिस्तारै टुट्दै गइरहेकी थिइन्। एक दिन ऊ एक्कासी रोइन् र भनिन्, सुन्नुस् न, म त हार खाइसके, जिन्दगीसँग मलाई बाँच्नु नै मन छैन। मैले उसको हात समात्दै भने, यस्तो नभन, सबै ठिक हुन्छ। जे जति हुन्छ म तिमीलाई मेरो तर्फबाट गर्छु। तर उसको आँखामा आशाभन्दा बढी थकान थियो। कहिलेकाहीँ नजिकका भन्दा अपरिचित मान्छेले नै हाम्रो सबैभन्दा गहिरो पीडा बुझ्छन्। अर्को दिन म खाना लिएर अस्पतालतिर जाँदै थिएँ। दिनको लगभग 12:30 गएको थियो। अस्पतालको अगाडि भिड थियो, मान्छेहरूको निकै हल्ला थियो। कोही माथिबाट खसेको रे, यो शब्द मेरो कानमा पर्यो। मेरो मुटु एक्कासी डरले भरियो। म भिड भएतिर अगाडि बढेँ र त्यो क्षण मेरो संसार त्यही रोकियो। भुइँमा उनी थिइन्। मेरो हातबाट खाना खस्यो, आँखा आफै भरियो। लाग्यो कि आकाश नै मेरो माथि खसे जस्तो। म केही बोल्न सकिनँ, केवल त्यहीँ उभिएर हेर्दै बसिरहे। अनि मैले सोचेँ, कहिलेकाहीँ मान्छेहरू मर्न चाहँदैनन्, उनीहरू केवल आफ्नो पीडाबाट मुक्ति खोजिरहेका हुन्छन्। आत्महत्या गर्नेहरूलाई जीवनभन्दा मृत्यु सुन्दर लाग्न सक्छ। पछि त्यही अस्पतालमा उसको पोस्टमार्टम भयो। उसका आफन्तहरूलाई बोलाइयो र अन्ततः उसको निश्चल शरीर उसको आफन्तलाई सुम्पियो र अन्तिम दाह संस्कारको लागि गाउँमा नै लग्ने कुरा भयो। उसको बाबा, जो बिस्तारै निको हुँदै हुनुहुन्थ्यो, कमजोर शरीर लिएर मेरो नजिक आउनुभयो। मेरो काँधमा हात राख्दै भन्नुभयो, बाबु। त्यो एक शब्दले मेरो मन टुक्रा टुक्रा भयो। मेरो आँखा आँसुले भरियो। बेला बेला फोन गर्नु है, तिमीले यति धेरै सहयोग गर्यौ, खाना ल्याएर हामीलाई साथ दिएर। आजकल यस्ता मान्छेहरू कम भेटिन्छन्। म केही बोल्न सकिनँ, केवल टाउको हल्लाए। उहाँले फेरि बिस्तारै भन्नुभयो, मेरो छोरीले खै किन यस्तो कदम चालिन्। मेरो मन फेरि चिरियो। सायद उहाँलाई थाहा पनि भएन छोरीले कति ठुलो पीडा सहेर उहाँलाई बचाउन खोजेकी थिइन् र के गरिन् यो सहरमा भनेर। गाडी बिस्तारै अगाडि बढ्न थाल्यो। जति जति गाडीको पाङ्रा घुम्दै गयो, मेरो मुटुको धड्कन झन झन बढ्दै गयो। म त्यही अस्पतालको गेट अगाडि उभिएर हेर्दै बसिरहे जबसम्म त्यो गाडी मेरो आँखाबाट हराएन। त्यो दिन मैले केवल एउटा मान्छे गुमाएको थिएन, मैले मेरो जिन्दगीको एउटा भाग गुमाएको थिएँ। आज पनि ऊ र म होटलमा बस्दा उसले छोडेको त्यो सेतो कागज मेरो पर्समा राखेको छु। कहिलेकाहीँ निकालेर पढ्छु। हो, उनी नराम्रो मान्छे थिएनन्, केवल परिस्थिति मात्रै नराम्रो थियो
र ऊ मेरो लागि हराएकी मान्छे होइन, कहिले बिर्सिन नसकिने एक गहिरो अनुभूति बनिन्। म सधैँ त्यही बाटो भएर हिँड्छु जहाँ उसलाई पहिलो पटक भेटेको थिएँ र त्यही ठाउँमा नयाँ नयाँ थाकेका अनुहारहरू देख्छु। बेला बेला उसले काम गर्ने क्याफेमा कफी पिउन जान्छु, तर कफी पिउन मन लागेर होइन। र आजसम्म पनि बैजनी रङ मेरो मुटुमा गडेर बसेको छ र ऊ मेरो जीवनको त्यो अधुरो कथा बनिन् जुन म बिर्सिन चाहेर पनि कहिले बिर्सिन सक्दैन। ऊ अब हामीमाझ छैनिन्, तर उसको आत्माले सधैँ शान्तिको उज्यालोमा बास गरिरहोस्। यो कथा यहीँ सकिन्छ। यति बेरसम्म सुनेर साथ दिनुभयो सबैलाई धेरै माया अनि धेरै सम्झना यो यात्रीको तर्फबाट।